हेलो हेलो साथीहरु अनि आज चाहिँ म कति दिन पछाडि लङ भिडियो लिएर आउँदैछु सर्ट भिडियो त ल्याउँदै आएकै हो अनि आज चाहिँ मलाई कति 2-3 दिन भयो मैले भिडियो बनाएको अनि यति क्लिपहरु भिडियो गर्दै राखेको थिएँ अनि त्यो चाहिँ यसो मलाई कस्तो मेमोरी हुन्छ होला भनेर हाल्नु मन लाग्यो के त्यही भएर नि छु के साथीहरु हेर्दिनु होला माया गर्दिनु होला त्यस्तै सपोर्ट गर्दिनु होला मोबाइलमा म त हाल्छु त नि म त अस्तिदेखि के भन्छ छ यो बाटो कस्तो अलिक मलाई त यहाँ हिँडेको गरिदिनु त लुगा त राम्रो छैन ल यही कति राम्रो निसिरहेछ है अब मलाई बनाइदिँदैछौ कि हो जाउँ न तल चाहिँ निगुरे खोज्नु चाहिँ कता हिँडेको जस्तो हुन्छ नि त अनि भो भरे छ नि बगान राम्रो छ नि त यो किशोरनी दिदीको बगान है आफै निकाल्दैन सबै तिमी आऊ कि आएन पो यो बगानमा हामी त म त आइबस्छु नि कहिले छैन बाटै छैन कता जाने सिधै तपाईँ घर हेलो साथीहरु आज म बाख्रालाई घाँस काट्न आँटेको केही छैन बाहिरतिर पनि यस्तो घर खान्छ कि हाम्रो बाख्राले अनि त्यही भएर यो काट्दिन आँटेको यस्तो क्या यो खान्छ म चाहिँ आज भोलि अलिक खुसी छु क्या अब चैते दसैँ आउनु आँट्यो नि त अनि अब चैते दसैँमा घर गइन्छ अनि त्यही भएर खुसी भइरहेछ मलाई चाहिँ खासै भिडियो बनाउनु आउँदैन थियो यहाँ आएर नयाँ लुगा नयाँ ढुङ्गा लगाएर राम्रै भइरहेछ दाजु मेरो छोरी अनि कहिले खोल्ने चिसो भयो म अघि भर्खर टाउको धुको नि त चिसो पो भयो अरे गएको फेरि अब
भागेको पछाडि पो रहेछ अनि त्यसपछि म चाहिँ अगाडिको काट्दैछु कहाँबाट अल्झाउने यो निस्क्यो भनेर त अलिअलि झारहरू देखेँ अब यति नै हो अब भोलिदेखि छैन भोलिदेखि घाँस काट्नु छैन म चाहिँ अघि मैले पुरा बुझी बनाएको भिडियो भन्नु त भिडियो बनाउनु पर्छ म चाहिँ हिजो पनि बनाएको भिडियो बनाउँदा तर खासै केही थिएन त्यसो अनि बेला चाहिँ अहिले भोलि हिजो बनाएको हिजो चाहिँ म यसो कुकुरको गएको थिएँ काम गर्नु म काम गर्नु पनि गएँ मम्मीहरू पनि आउनुहुँदा अनि नानी गइदियो नानी कुदी नानीसँग आइगयो घर यसो घरमा यसो बात भिडियो बनाएको थिएँ अनि अस्ति दिन पनि बनाएको थिएँ यसो नानीसँग निगो गर्नु गएँ निगो देख्नु गयौँ यसो अलिअलि त्यो बाटोको भिडियो बनाएको थिएँ भिडियो बनाएको थिएँ त्यसै अलिअलि पर्छ अलिक राम्रो हाल्छ घाँसहरू कति दिन सर भिडियो त बनाएको भन्दा अलिअलि भिडियो त्यसरी बोलेर बनाउनु पर्छ आज हाम्रो दिदी बजार गएको थियो अनि नयाँ लुगा किन्नु लागेको थियो पुरा लगाएर बसेको ल नयाँ लुगा लगाएर छोड्नु मान्दिनँ कस्तो छ हुन्छ नि मैले अलिक फेरि मेरो चाहिँ यस्तो अरू भएर टाउको मैले कस्तो झुक्किन्छु म घरिघरि भिडियो बनाएको हुँदैन हाउडेमा बुढी कस्तो मजाले बसेको थियो क्या अघि अनि काटेको नि मजाले देखिरहेको थियो भिडियो भगवान् छ बरु त लास्टमा घुसिरहेको यस्तो हुन्छ मैले अस्तिको दिन पनि अलिअलि भिडियो बनाएको थिएँ म चाहिँ यति लिएर जानु पर्यो भनेको यहाँ क्या अलिकति देखेँ यहाँ अलिकति देखेँ अब यो काटिदिनु पर्यो हिँड्दै थियो कि घर म चाहिँ प्लास्टिकहरू सुली छोएछु अघि मैले छि कस्तो बनायो यहाँतिर अलिअलि घाँस छ यही काटिदिनु पर्यो अब यो पनि छ यहाँनिर के हो यस्तो यस्तै काट्नु पनि सकेन अलिअलि काटिदिन्छु झुन्डाउनु पर्छ घाँस के गर्नु बाख्राको बच्चालाई यो घाँस राख्दिउँ कि नराख्दिउँ खान्छ कि खाँदैन यो मम्मी घाँस थोरै उयो बाछी दिनु पर्ने Tipo
बाख्राले यसो गर्दा खान्छ डेरीमा 2टा बाख्राले कति छ यो चाहिँ अरे यो भैँसीको बच्चालाई दिनु पर्यो बलियो हुन्छस् यति काट्यो अब एकछिनबाट बाख्रा लिएर खाएको पनि देखाइदिन्छु ल हेलो बेबी यता हेर्नु अघि अर्कै लुगामा थियो अहिले अर्कै लुगामा चाहिँ एकदम फोरी भएको छ उहाँ चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ हेलो साथीहरू अनि आज चाहिँ म फुपूकोमा काम गर्नु गएको थिएँ बिहानै अनि पूजा छ नि त अनि अल्छी लागेर घर फर्केको धेरैजना थियो भन्दा पनि त खासै काम त केही थिएन होला त्यही पुरीहरू पोल्नु के गर्नुपर्ने थियो क्या सब्जीहरू बनाउनु अनि मम्मी हुनुहुन्छ एकजना दिदी आउनुभएको छ अनि उहाँहरूले गर्नुहुन्छ होला जस्तो लाग्यो त्यही भएर म चाहिँ आएको घर फर्केको नानीसँग नानी पनि कुदेको गर्थ्यो अनि चकचक गर्ने क्या हाम्रो नानी पनि अनि त्यही भएर उता डिस्टर्ब हुन्छ होला भनेर यता घर गइहालेको म चाहिँ एकछिन बस्नु त मन लागेको थियो अब हामी चाहिँ घर फर्किँदै गरेको अनि केही छैन खासै त त्यही हो अघि आउँदाखेरि चाहिँ मैले भिडियो बनाइनँ नानीसँग त बिहानै कस्तो अल्छी लागिरहेको थियो क्या अनि त्यही भएर हाम्रो गाउँ चाहिँ अलिक हरियाली भएको रहेछ अहिले चाहिँ यो बाटो त कतिचोटि देखाइसक्यो होला मैले मेरो झन् नै नानीले ब्याग बोकाइदिएर है खोला यहाँनिर कत्रो खोला छ नि माछा होला नि हौ माछा रहेछ अलिअलि त अब कत्रो पोठीहरू देखिँदैन यहाँ मोबाइलमा के गर्नु छ नि माछा त अलिअलि अरू ठाउँ पानी भएछ नि यहाँ चाहिँ पानी जहिले भइरहेको छ सुक्दैन यहाँको पानी के भएको तिमीले यता पानी नै छैन यहाँ हेर्नु त यहाँ पानी छैन नि त्यहाँ चाहिँ पानी त अलिकति पोखरीमा चाहिँ पानी भइरहेको छ क्या ल हेर्न त्यो पनि खोल्नुपर्छ है त्यो प्लास्टिक पनि आउँछ उयो त मिठाई त सबै खोल्नु आउँछ नि खोक्दैछ गुल्छा चाहिँ नदिनु पनि बाटो हेर्दैन न भिडियो मन पर्यो भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला भन्न चाहन्छु ओके साथीहरू अनि भिडियो चाहिँ यति नै थियो कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला अनि भन्नु होला मलाई कस्तो खालको भिडियो मनपर्छ तपाईँहरूलाई म त्यस्तै भिडियोहरू ल्याउने कोसिस गर्दछु नानीको मन पर्यो नानीको भन्नुहुन्छ कि मेरो भन्नुहुन्छ कि त्यही हो मेरो फ्यामिलीको चाहिँ अहिले म ल्याउन सक्दिनँ किनकि त्यति साह्रो म फ्यामिलीसँग चाहिँ कनेक्टेड छुइनँ नि त त्यही भएर के साथीहरू बाई बाई